साथीहरु, वेलकम ब्याक टु माई च्यानल। हजुरहरुले मेरो अस्तिको भिडियो चाहिँ एकदम मन पराइदिनु भएको छ, त्यसको लागि थ्यांक यू माई भ्युअर। यो चाहिँ स्पाइडर प्लान्ट हो के। स्पाइडर प्लान्टको चाहिँ धेरै भेराइटी हुन्छ, यो र यो अलग अलग भेराइटी हो। यसको चाहिँ साइडमा व्हाइट र बिचमा ग्रीन हुन्छ भने यसको फेरि बिचमा व्हाइट अनि साइडमा ग्रीन हुन्छ। यसलाई प्रोपगेसन गर्न चाहिँ अब जुन यसले निकालेको पप्सहरु छ नि, यसलाई चिमोटेर अनि त्यतिकै डाइरेक्ट माटोमा लगाइदिए पनि हुन्छ। अनि यसलाई चिमोटेर केही समय उसमा राखेर पानीमा राखेर लगाए पनि हुन्छ। यो एउटा प्लान्टबाट हेर्नु न, यो कुनामा यतापट्टि मैले यसको रनरहरू यतापट्टि साइड लगाइदिएको छु। कति धेरै बच्चाहरू निकालेको छ यसको रनरले। एक्लोनिमा प्लान्टलाई चाहिँ बुसी बनाउनलाई के साथीहरू एउटा केही ट्री गर्नु पर्दैन। अब जस्तै यो भयो नि, यो एक्लोनिमा। अब यो एक्लोनिमालाई हामीले यहाँबाट जुन यसको यो टुसा आएको छ नि, यो टुसा आएको भन्दा माथिपट्टि यहाँबाट कट गरिदिउँ भने चाहिँ यो टुसाहरू चाहिँ बढेर जान्छ। अनि 1 2 3 4 5 6 प्लान्ट चाहिँ माथि आउँछ। अनि यस्तै बुसी हुन्छ है प्लान्ट। एक्लोनिमाको प्लान्ट यसलाई बुसी बनाउनलाई पनि मैले यहाँ कट गरेको थिएँ, तपाईहरु देख्न सक्नुहुन्छ। मैले यसलाई चाहिँ यहाँ बिचको भाग चाहिँ जुन मदर प्लान्ट हुन्छ यसको, त्यो चाहिँ मैले कट गरिदिएको छु। अनि त्यही भएर चाहिँ साइडबाट धेरै प्लान्टहरू निस्केर चाहिँ बुसी हुन्छ। यो चाहिँ मेरो एउटा ह्याङ्गिङमा भएको स्पाइडर प्लान्ट हो। यो चाहिँ आजभोलि खासै हेल्दी देखेको छैन। मैले यसलाई लगाउँदा यो सानो यस्तै पप्सहरूबाट लगाएको, यस्तै रनरबाट लगाएको। अहिले एकदम हेल्दी ग्रोथ भएको छ, अलिअलि रनर पनि निकालेको छ। तर आजभोलि चाहिँ एकदम ओइलिएको जस्तो देखिने क्या, फ्रेस नै नदेखिने। त्यही भएर म चाहिँ अहिले अब सानो पट छ यो, यसलाई अब अर्को पटमा रिपोर्टिङ गर्न जानेछु। म चाहिँ अलिकति ठुलो पटमा रिपोर्टिङ गरिदिन्छु यसलाई, जसको लागि चाहिँ मैले यो गमलामा 4-5 वटा पल पनि बनाएँ। मैले चाहिँ गमला मुनि फेदमा यस्तो फुल पत्ताहरू हाल्छु। यो चाहिँ पछि कम्पोस्ट भएर यसैलाई मलको काम गर्छ। त्यही भएर चाहिँ मैले तलपट्टि यस्तो हाल्छु। सकेसम्म माटो खुकुलो बनाउने कोसिस गर्नुपर्छ। माटो तयार गर्दा चाहिँ अलिअलि भुस मिसाउँछु, किनकि यो एकदम माटो हलुका हुनुपर्छ। मैले व्हाइट पटमा रिपोर्टिङ गर्दिएँ। अब म चाहिँ यहाँको यो प्लान्ट निकालेर अहिले म यसैमा राखिदिन्छु। यसमा चाहिँ अलरेडी पानी धेरै भएर चाहिँ यो जराहरू कुहिएको थियो क्या, जराहरू सबै कुहिएको थियो। त्यही भएर मैले यसमा चाहिँ अहिले पानी चाहिँ राख्दिनँ। अहिले म पानी राख्दिनँ। मैले अहिले यसलाई चाहिँ यहाँ यत्तिकै राखिदिन्छु साथीहरू, किनकि यसको अलरेडी पानी धेरै भएर जराहरू कुहिएर मरिसकेको थियो। अनि एकदम पानी धेरै भयो भने नि यता खत्तम हुन्छ कि, बिरुवालाई पानी फिटिक्कै धेरै बनाउनुहुन्न। अनि त्यही भएर चाहिँ अब मैले स्पाइडरको सबै यहीँ एकै ठाउँमा राखिदिएँ। मैले सबै स्पाइडरहरू कस्तो देखेको छ साथीहरू, स्पाइडर यो पनि स्पाइडर, त्यो पनि स्पाइडर। यसको चुटुक्क परेको ह्याङ्गिङ पट छ कि, यसमा चाहिँ म यो पिलोडेन्ड्रनको लगाइदिन्छु। यो पिलोडेन्ड्रन यसमा लगाएर ह्याङ गरिदिन्छु। माटो चाहिँ म अहिले प्राय भुसहरू मिसाएकै हुन्छु। सकेसम्म हलुका बनाउने कोसिस गर्छु माटोलाई चाहिँ। अब यो पिलोडेन्ड्रनलाई चाहिँ म यसमा लगाइदिन्छु। सानो पटहरू छ। यो सानो पटहरूमा चाहिँ म
यो दुईटा मनी प्लान्ट लगाउँछु। एउटामा यो मैले पानीमै राखेको थिएँ कटिङ गरेर, माथिको पार्ट कटिङ गरेर पानीमा राखेको थिएँ। जरा त खासै आएको छैन, तर अब यसलाई चाहिँ अब पानीमा राखिरह्यो भने चाहिँ गल्छ क्या, मरिहाल्छ। त्यही भएर चाहिँ अब बरु माटोमा सारिदियो भने चाहिँ राम्रो हुन्छ। अब पानी पर्न थालेपछि मजाले पानीमा राखिदिने, अनि यसले नयाँ नयाँ पाउला हालेर आउँछ, माटोमा लगाइदिनु नै राम्रो हुन्छ। अब चाहिँ यसको चाहिँ मैले हिजो भर्खर कटिङ गरेको थिएँ। यत्तिकै मैले यसको यो बन्च बनाएर चाहिँ मनी प्लान्टलाई यहाँ सारिदियो भने चाहिँ एकदम हेल्दी ग्रोथ भएर आउँछ र एकदम बुसी प्लान्ट बन्छ। साथीहरू, मैले यो दुईटा कटिङ लगाएँ, यसलाई मैले मजाले पानी दिएँ। अब पानी परेको बेलामा चाहिँ म पानीमा राखिदिन्छु, अरू बेला म छायामै राख्छु। यहाँ भित्रभित्र पनि मेरो प्लान्टहरू टन्नै छ, मैले यसरी नै भित्रभित्र राखेको छु। प्लान्टहरू चाहिँ इन्डोर प्लान्टलाई चाहिँ डाइरेक्ट घाम चाहिँ पर्नु हुँदैन, त्यही भएर मैले चाहिँ यो प्लान्टलाई भित्रभित्र राखेको छु। अब यसलाई नि म तलपट्टि झारिदिन्छु। र अघिको मेरो यो फिलोडेन्ड्रोनको प्लान्ट, यसलाई चाहिँ मैले अब यहाँ राखिदिन्छु साथीहरू। अब काम पनि सक्यो। अब मेरो स्पाइडर कति राम्रो देखिरहेको छ अहिले चाहिँ। अब लगभग काम पनि सक्यो, साँझ पनि पर्न लाग्यो साथीहरू। यत्रो भिडियो बनाउँदाखेरि यहाँ यत्रो भद्रगोल भयो, यो भद्रगोल पनि मिलाउनु पर्यो। आजको लागि यति नै साथीहरू, फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई, सी यू इन द नेक्स्ट टाइम।